जम्मा 1000 एनको किमोनो पनि लाइयो। ट्रेन्डिङको फलो गर्दाखेरि मेरो ब्याग पनि चुडियो। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग। स्वागत छ हजुरलाई मेरो यो आजको छोटो मिठो भिडियोमा। आज भने म लागे 1000 एनको किमोनो लाउनलाई। आज चाहिँ मसँग जापानिज साथी आएकी थिइन्। उसको नाम चाहिँ नोदा सान हो। हामीले चाहिँ नोदा सान भन्दै बोलाउँछौँ। हामी दुईजना चाहिँ लाग्यौँ किमोनो लाउनको लागि। खासमा चाहिँ हामी दुईजनाले क्यास्टल जाने प्लान गरेका थियौँ। आज चाहिँ पानी परेको भएर हामीले चाहिँ क्यास्टल क्यान्सल गरेर किमोनो लाउनतिर लागे। किमोनो लाउन जाँदाखेरि चाहिँ 300-400 वर्ष अगाडिको जापानलाई पनि अनुभव गर्न पाउँदाखेरि चाहिँ एकदम धेरै खुसी लाग्यो साथीहरू। यदि हजुर पनि ओसाकामै हुनुहुन्छ भने चाहिँ जान सक्नुहुन्छ। भित्र छिर्नको लागि 600 टिकट लाग्दो रहेछ। त्यो 600 को टिकट काटिसकेपछि किमोनो लाउनलाई चाहिँ 1000 रुपियाँ मात्रै लाग्यो है साथीहरू। हामीले चाहिँ अब 1000 रुपियाँ भनौँ न, 1000 एन मात्रै लाग्यो। जापानको एकदम धेरै पुरानो एदो जिदाई भनेर भन्छ होइन, एदो जिदाईको घरहरू अनि घरभित्र रहेको सामानहरू हेर्नलाई गयौँ। अनि हामी दुईजना चाहिँ फोटो भिडियोहरू टन्नै खिच्यौँ। नोदा सानको चाहिँ डिम्पल मलाई लास्टै मनपर्छ क्या। एकदम नेचुरल डिम्पल हो होइन, हजुरहरूले पनि देख्न सक्नुहुन्छ। एकदम लास्टै राम्रो लाग्छ। किमोनो लाएर पुरानो घरहरू भित्र छिर्दाखेरि त मलाई एकदम आनन्द फिल आएको के, म गाउँमा गएको जस्तो फिल आएको है। मलाई चाहिँ गाउँ एकदम धेरै मनपर्छ के साथीहरू। यो भित्र छिर्दा चाहिँ देख्न सक्नुहुन्छ पुरानो किचन अनि भर्याङ, अनि त्यसपछि पानी निकाल्ने इनारहरू है। यिनीहरू देख्दा चाहिँ एकदम आनन्द फिल आएको के। मलाई चाहिँ जापानको बुन्खा एकदम धेरै मनपर्छ क्या। अनि धेरै कुराहरू चाहिँ बुझ्न मन लाग्छ। जापानको पहिलाको पुरानो कुराहरू चाहिँ बुझ्न मन लाग्छ क्या। अनि एकदम धेरै इन्ट्रेस्ट लाग्छ यस्तो कुराहरूमा चाहिँ। मलाई चाहिँ ट्रान्जिसनवाला एउटा भिडियो लास्टै बनाउन मन लागिरहेको थियो क्या। त्यो चाहिँ अहिले टिकटकमा लास्टै ट्रेन्डिङमा चलिरहेको छ नि त। सो मैले त्यही भिडियो बनाऊँ भनेर गरेको। बिग्रेर हामी दुईजना हाँसे गरेर हामी दुईजनाले एकदम धेरै इन्जोय गऱ्यौँ साथीहरू। फोटो भिडियोहरू खिच्यौँ अनि टिकटकमा डान्सहरू पनि गऱ्यौँ। उसलाई चाहिँ हाम्रो नेपाल एकदम धेरै मनपर्छ अरे होइन। अनि हाम्रो नेपाली गीतहरूमा चाहिँ डान्स गर्न मन लाग्छ अरे भनेर नेपाली गीतमा डान्सहरू पनि गऱ्यौँ। यो सिन देख्दा चाहिँ हजुरलाई कस्तो लाग्छ कमेन्ट गरेर भन्नुहोस् न है। एकदम धेरै पुरानो घरहरू है, मलाई चाहिँ एकदम धेरै राम्रो लाग्यो कि। टिकट पनि एकदम धेरै सस्तो अनि एकदम राम्रो अनुभव पनि हुन्छ। त्यसैले हजुर पनि यदि ओसाकामा हुनुहुन्छ भने जानुहोला। अनि अर्को इन्ट्रेस्टिङ कुरा चाहिँ के हो भन्दाखेरि साथीहरू, यो ठाउँमा चाहिँ बिहानदेखि लिएर रातिसम्मकै अनुभव लिन सकिन्छ क्या। जस आफूले चाहिँ त्यो पुरानो घरमा सेखाचु गरिरहेको जस्तो फिल हुन्छ क्या साथीहरू। बिहानदेखि रातिसम्मको सिनहरू देख्न सक्नुहुन्छ। अनि त्यसपछि हजुरले पानी परेको सिन पनि देख्न सक्नुहुन्छ होइन। एकदम धेरै इन्ट्रेस्टिङ छ क्या यो ठाउँ चाहिँ। ल गेस गर्नुहोस् त हजुरले यो कुन गीतको डान्स हो हामी दुईजनाले गरेको। डान्स गर्दा गर्दा थकाइ लागेर अनि हामी दुईजना चाहिँ लाग्यौँ क्याफेतिर खाजा खानको लागि। मैले चाहिँ बिहान खाना खाएर गएको थिएँ। मलाई त्यति धेरै भोक लागेको थिएन। तर बिचरा नोदा सानले चाहिँ